morning, guys. Channel to the welcome. Welcome to the channel, guys. अहिले फेरि अब अर्को भ्लगमा स्वागत छ मेरो होइन। आज चाहिँ अल्छी लागिरहेछ, सुतिरहेको छु म चाहिँ अहिले। गर्दैन त्यही हो होइन। अब हामी के को होइन, म चाहिँ त्यही हो। आज बाइक साइक धुन्छु होला, बिर्ताउन जाने काम चाहिँ बिर्ताउन जान्छु। त्यही हो, म त सुत्दिन्छु। अहिले भेटौँ। ल गाइज, इट्स बोय आइसकेको छ। मुखसुख धुएर ओरेर फ्रेस भएर अब जान्छु मुनि, बाइक साइक धुन्छु ओर्छु। त्यही हो, अब मुनि गएर भेट्नुपर्छ। ल गएको गाइज, म चाहिँ बाइक धुँदैछु किनभने नि ओभर भोरै फोर्छ दाइ। अस्ति त्यहाँनिर म बाइक उयसमा हिलोमा अकडम बकडम भएको थियो कि, त्यही भएर वेस्ट हिलो नै हिलो छ। देखेको त छैन होला कि। वाउ, एहे दुईपछि भेट्नुपर्छ। ल अहिले त म जाँदैछु, अहिले पुगेर नै भेटौँ ल। र गाइज, वेलकम टु म स्कुल वर्कसप गाइज होइन। मेरो बाइक लिएर आइसकेको छु म। यहाँनिर छ एउटा, सायद यो हुनसक्छ सप्लेसुको बाइक। त्यही हो होइन, त्यो चाहिँ यहाँनिर बनाउनु आएको ओरेको बाइक होइन। त्यही हो, म चाहिँ आइपुगेको छु यहाँनिर। एक दुईवटा डट बाइकहरू रहेछ, खुसी लाग्यो देखेर। म स्कुल चाहिँ हुनु न आज, सो त्यही हो। अहिले चाहिँ म स्कुल आएपछि नै भेट्नुपर्छ गाइज, किनभने म स्कुल बिनाको जिन्दगानी अधुरो हुनेछ। ल आइसक्नु भएको छ हाम्रो म स्कुल चाहिँ। हाम्रो ग्यारेजमा आएको छ भाइ। अब धन्यवाद छ भाइलाई। अब हाम्रो के को धन्यवाद, हामी रेगुलर होइन भिजिट गरिदिएकोमा। ल हाम्रो लेजेन्डरी बाइक चाहिँ यहाँनिर छ गाइज होइन। यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले राजदूत। ल गाइज होइन, बाइक चाहिँ यही हो। यहाँनिर छ बाइक, यस्तो छ हाम्रो यहाँनिर। फेरि सिलगढीको भाइ हो होइन। सिलगढीको भाइ भन्दा नि मेरो जिग्री हो। हामी जिग्री हो कि नै, हम बहुत जिग्री है। ऐसा है जिन्दगी कैसा है, बाइक में बहुत सारा पैसा है। अहिलेसँग भेट्नुपर्छ ल। अनि यहाँ हुनुहुन्छ हाम्रो दाइ पनि। दाइ हाम्रो भ्लगमा हेलो भनिदिनु। बिर्तावरको टायर चार यहाँनिर बिग्रियो र भने बाटोमा हिँड्दा सपोर्ट गर्न सक्नुहुन्छ म स्कुल वर्कसप छेउमा। त्यही हो, अब मेरो टायरको पनि काम छ, दाइले नै अहिले खोलिदिनु पर्ने हुन्छ। त्यही हो, अहिलेसम्म भेट्नुपर्छ ल। र गाइज होइन, आज चाहिँ एक दुईवटा सामान फेरिदिनु लागेको। के भन्दाखेरि हेडलाइटमा यो हाल्छु होला सायद होइन। यो हेडलाइटमा हाल्नु कि अर्को यो एक्जेटकै हेडलाइटमा हालिदिउँ भइरहेको छ क्या। के गरौँ भइरहेको छ होइन। त्यही हो। अनि यो मुनिको यु क्ल्याम्प भइहाल्यो। अनि यो स्विच आएको छ, यो यस्तो स्विच हालिदिनु लागेको एउटा मेरोमा। यो स्विच चाहिँ म स्कुल जीलाई, अनि यो चाहिँ आरएमको कि, यो पनि म स्कुल जीलाई नै, किनभने मेरो त आरएम होइन नि त, मेरो त सुपर एक्जेट हो नि त। त्यही भएर होइन। सो चेक इट आउट। त्यही हो होइन, यति सामान छ। अब यहीहरू हाल्ने ओर्ने हो, लोड गर्ने हो। एक्जेट र GR7को त चाबी हो। त्यही हो, यहाँ पनि छ एउटा एक्जेट। एक्जेट त त्यो रिस्टोर गर्दैछ बुढोले एक्जेटहरू। डट बाइकहरू बनाउनु ओर्नु पऱ्यो भने सम्पर्क गर्न सक्नुहुन्छ तपाईँहरूले। त्यही हो गाइज, यहाँ चाहिँ छ मेरो पुतली। त्यही हो, अहिलेसम्म भेट्नुपर्छ ल गाइज। यसरी हेर्दा नि यो सिट खोल्दा नि कस्तो सेक्सी देखिएको यार होइन त गाई। डिल्स दामी छ नि होइन। अब त्यहाँनिर चाहिँ हल्का कार्कुर गर्नुपर्ने छ। डिल्स नौकम होला, यतिकै ठिक छ। सेक्सी सोडा होइन। यहाँ चाहिँ मेरो बाइकको काम हुँदैछ होइन। त्यही हो, योहरू खोल्यो। अब चक्काको त्यो ट्युब निकालेर ओरेर यो ब्रेक क्यालिपरको पनि काम गरौँ भनेको नहुने रहेछ। त्यो उयो मुनिको यो हाम्रो दादाले खोल्दैछ यो उयो यु क्ल्याम्प मात्रै। फेरि नि अस्तिको यो बुस त यो उयो गरिसकेको होइन, लिङ्गाम बुस त काम भइसकेको छ अस्ति नै होइन गुरु। अनि सो आज हामी यु क्ल्याम्पको मात्रै काम गर्नेछौँ। अनि यु क्ल्याम्पको काम गरेर हेडलाइट अहिले हामी जाँदाखेरि अर्को हेडलाइटमै गर्छु होला म, किनभने राम्रै लुक्स आउँछ होला हौ त्यो हेडलाइटमा गऱ्यो भने।
यहाँनिर खोल्दैछ यो बुस फेर्नु लागेको हल्का यहाँनिर गएको थियो फुस्किनु लाग्यो जस्तो थियो अनि हेरिदिएको त्यही हो बुस उपलब्ध नहुँदाखेरि चाहिँ मैले वेटिङ गरेँ अनि बुस महेश बुढोकोमा रहेछ अनि महेश बुढोले आऊ भनेपछि म आइदिएको किन ओके छ त ओके छ त हामी कतिखेर जाने अहिले राइडमा राइडमा एकछिनमा जाने राइडमा एकछिनमा जाने साइनमा होइन त दाइ अनि सक्छ त अनि अहिले एकछिनमा राइडमै भेट्नुपर्छ ल गाइस काले भाइको चाहिँ यहाँनिर फुलित हुन आँटिसकेको छ यहाँनिर दुलो ठुलो भएर अलिकति छुट्टिन भए उतापट्टि चाहिँ चुट्टिनु लागेको मात्रै छ छुटेको भए त काटी क्लोज भुजिया त्यो अस्ति नैको भ्लगमा होइन देखिहाल्नु म हल्का चकचक होइन त्यही भएर त्यही चकचकले गरेर हो खासमा चाहिँ यस्तो भएको चतर गाइस हाम्रो लेजेन्डरी बाइक चाहिँ बाहिर आइसकेको छ देख्नु सक्नुहुन्छ हजुरहरूले त्यही हो अहिलेसम्म आएर स्टार्ट गरेर देखाउँला सिट बोकेर हिँड्नु बुढोले लेथकोमा त्यही हो अब घर गएर सिट कभर लिएर आइन्छ होला सिट कभर लगाएपछि दामी देख्छ आई थिङ्क सो मेरो बाइकमा यहाँनिर चाहिँ के भएछ भन्दाखेरि चाहिँ ट्युबमा काँटी छिरेछ क्या मेरो सो त्यही भएर अघि यस्तै भएको थियो सो त्यही हो यहाँनिर म यस्तो ग्यारेज छ सो यतापट्टि नै छ होइन भाल्लै भएन त्यो अहिले चाहिँ भेट्नु भएन त गुरु अब चल्दिउँ राइडमा अघि भन्यो अब हामी राइडमा चाहिँ ऊ झन्डै भाँच्यो गाइज हामी चाहिँ त्यहाँ आइपुग्यौँ सिट बनाउन मस्कुलले जाएँ अब त्यही हो सिट दिएर गरेर हामी चाहिँ सञ्चरतर्फ निस्किन्छौँ गुरुलाई खत्ता देखिरहेको छ साइनमा गुरु साइनिङ अन द साइन लेट्स गो the direction like follow upon the Western coming here. You can battle love you, wanna see you, wanna feel. Oh, baby. Oh. So guys, हाम्रो यो चाहिँ Sunsurry taxi. Strain Road, we are going from Sunsurry. Kyo dai? Sunsurry. Yeah. Sunsurry, Sunsurry. भन्नु नि यहाँ लेट लगाए यहाँनिर चाहिँ लेट छ तपाईँ देख्न सक्नुहुन्छ केही सामानहरू बनाउनु पऱ्यो भने लेटमा आउनु सक्नुहुन्छ तपाईँ ठ्याक्क लेट छ लेटमा आइसकेको छु हामी बन्दुक ए यो चाहिँ के हो यो तार चाहिँ बाइकमा आपतकालीन तार हो लड्ने बेलामा त समात्नु सिस्टमेटिक तरिकाको चोक होइन त बाइकको एन्टिनर जस्तो दाइ एन्टिनर भएको गाडी जस्तो क्या र गाइज हामी चाहिँ युएस आइपुगिसकेका छौँ युनाइटेड सलिसरी आज आइतबारको दिन पनि हल्का खुल्ला सुल्ला नै छ होइन यताउति चाहिँ बन्द छ के झरो दाइ के हो बाटोमै थियो ठिक छ अहिले भ्लगमा रिप्ले गरेर हेरौँला यस्तै हो सन्चरी आइपुगेको छौँ यहाँनिर ट्राफिक रुल्स रेगुलेसन सन्चरे अञ्चले र उयो चाहिँ मेरो घर छ त्यही हो अब घरमा गएर त्यही सामान लिन्छु ओर्छु अनि चलिदिन्छु फेरि र गाइज हामीले चाहिँ यो के भन्छ सिट कभर र यो चेन रोलरको यो बोकेर मसँग थियो सामान यो लिएर हामी लाग्यौँ सन्चरे जोडेर हामी बिर्ताबाट तरफ के हो गाइज यहाँ हाम्रो दाइले भनिदिइहाल्नुहुन्छ फेरि त्यो गाइँदैछ गाइज अहिले चाहिँ भेट्नुपर्छ अब चतर सामान पनि निकाल्यो अहिले लाइ पैसा अब कसो देख्छ त्यही हो अहिले चाहिँ नै भेट्नुपर्छ ल साइकल चाहिँ हामी बिर्ताबाट आइपुग्यौँ होइन बिर्ताबाटको सहर हेर्दा लाग्छ रमाइलो छ बस्ती यस्तै छ अस्ति यहाँनिर छ फस्ती त्यही हो अब गइँदैछ होइन ट्यु लिनुको लागि हामी चाहिँ अब ट्यु लिनु जान्छौँ त्यही हो मेरो बाइकको ट्यु गएछ होइन अब ट्यु लिएर आउँछौँ सिट कभरहरू पनि ल्याइसकेँ होइन
दिस आर ब्युटिफुल बिर्तामोड होइन बिर्तामोडको चौकी चाहिँ यहाँ फेरि ब्याक टु द फर्ममा आइसकेको छ होइन त्यही हो र गाइज हामी चाहिँ बिर्तामोड सर हेर्दा लाग्छ र घुमेर आइसकेको छौँ फेरि ब्याक टु द म स्कुल वर्कसप होइन त्यही हो म स्कुल वर्कसप चाहिँ तपाईँले लोकेसन कहाँ हो भन्दाखेरि चाहिँ ट्याक्क मोक्ष अगाडि डाक्टर प्रियङ्का क्लिनिक मुनि र गाइज यहाँनिर चाहिँ छ हाम्रो माल होइन माल यहाँ बनाउँदैछ बुढोले अब यो मालसाल बनिसकेपछि टक्क यहाँनिर उयोहरू यो बुसहरू लगाइसकेपछि फिट हुन्छ बाइकमा टायरको काम पनि सकिसक्यो ट्युस्यु पनि हालिसक्यो नि बुढो हालिसक्यो अनि के भइसक्यो मेरो बाइकमा अब यो यु क्लेम फेरेको यु क्ल्याम्प त छँदैछ यु क्ल्याम्पको बुस चाहिँ यहाँ मिलाउँदै हुन्छ अब यु क्ल्याम्पको बुस हालेपछि के हुन्छ बाइक त रकेट हुन्छ रकेट होइन काले भाइले ऱ्याम कस्तो हान्छ उडी उडी नटी फेल्लो पन्छी पनि उडु भनेर त्यही हो अर्को बाइक पनि आज रिस्टोर भइसक्यो यो अर्को बाइक पनि होइन अनि यहाँनिर यो मेरो बाइक त छँदैछ यो मेरो बाइकको टायर पनि रेडी भइसक्यो यहाँनिर टक्क नयाँ पाडामा महेश गुरुजी यहाँ विथ न्यू बुस त्यही हो ल यहाँनिर चाहिँ हुनुहुन्छ हाम्रो प्यारो दाई होइन यस हाम्रो दाईको यहाँनिर हल्का परिचय हानिदिनु पर्यो दाई दाई के खेल्दै हुनुहुन्छ आमा पब्जी लाइभ जाँदैछ हाम्रो मेरो दाईको होइन दाई सन्चै हुन्छ नि एकदम लङ टाइम नो सी हो नि त दाई तपाईँलाई त होइन नत्र हाम्रो भेट पहिला हुँदैन नि त भन्नु त दाईको त नयाँ लुक्स देख्छु त यार म नाकमा हो कहिले हाल्नु पऱ्यो है बबाल देख्दो रहेछ दाईलाई जोस् त्यही हो गाइज दाईको ट्याटु कहाँ छ हौ हो यहाँ दाई हाम्रो दाईको ट्याटु पनि हान्नु भएको छ यस्तै छ हाम्रो दाईको लुक्सै चेन्ज छ सुज लाएर टक्क त्यही हो अब म यसलाई त हान्नु थाल्यो त नयाँ सामान त ट्याङ्की ट्याङ अलिकतिमा ब्याक साइडमा भेट्नुपर्छ अब त्यही हो होइन भोक लाग्यो मलाई त गाइज यो बाइक पनि रिभ्युल भइसक्यो होइन दाइ यो बाइकको के बाँकी छ अब यो हामीले यो हालेको छौँ यो चाहिँ अर्कै बाइकको त्यही पनि अब ल्याइसकेपछि के फर्काउने यसलाई मोडिफाई गरेर छिराइदिन्छौँ चेन रोलर हो यो चाहिँ यस यसले चाहिँ चेनलाई मद्दत गर्छ चेन मुनि लुज हुन पाउँदैन रोल गर्छ होइन त त्यो गाइज यो बाइक पनि रिस्टोर भयो हेर्दा हेर्दै होइन यो बाइक चाहिँ इट बिलोङ्स टु हाम्रो प्यारो दाई मेरो दाई यहाँ हेरिदिनु यस हाम्रो दाईलाई बिलोङ गर्छ यो बाइक चाहिँ होइन हामीसँगै हुन्छ भ्लगहरूमा देखिराख्नु पाउनुहुन्छ होला बेला बेला सायद दाईको काम नहुँदाखेरि त्यही हो मेरो बाइक चाहिँ छ होइन मेरो बाइक त हेरिरहेको अब यो नयाँ बाइक चाहिँ यस्तो छ त्यही हो गाइज अहिले सुनमा भेट्नुपर्छ खै मेरो बाइकमा दिनभरि भइसक्यो लिङ्गाम बुस हालिएको छैन बुढो के हो रेगुलेसन यस चस खेल पर मिस्त्री से मत खेल होइन ए नट लुज करके बाटोमै अभर चतर सामान लागिसकेको छ यो चाहिँ नयाँ हो नि फेरि पुरानो होइन नि स्लिम सेडी यो हल्का उयो भएर मात्रै पुरानो जस्तो देखेको कि तर यो फेरिएको छ होइन मेरो चाहिँ कस्तो भएको थियो भन्दाखेरि चाहिँ बुस यस्तो भएको थियो म्याच यसो भएर चाहिँ गाड हुन लागेको थियो किनभने त धेरै ऱ्याम्प स्याम्प इत्यादि चकचक गरेर उचालेर पछाडि पछि यस्तो हुन्छ सो त्यही भएर पनि चेक गर्दै गर्नुपर्छ यो चुडेको भए के हुन्थ्यो बाइक कुद्दा छड्याक्कै चुडिन्थ्यो सो त्यही हो ट्युब पनि अघि त्यहाँ फेरि हावा गएको थियो के भयो भन्दाखेरि रिममा त नमिलेर रहेछ सो त्यही हो मिलिहाल्यो यही हो यसो सामानहरू पनि फेर्दै गर्नुपर्छ गाइस त्यही हो होइन त बड्के यस्तो भइसक्यो मेरो बाइक चाहिँ होइन यहाँ देख्न सक्नुहुन्छ सिट कभर पनि हालेको सेक्सी देखिँदो रहेछ यसरी चाहिँ होइन पछाडि केही पनि भयो त्यो पनि काम भयो अब त्यही हो अब चल्दिने हो घरतिर अहिलेसम्म अब चाहिँ माउन्ट लाउँछ होला घर जाँदाखेरि होइन त्यही हो अहिलेसम्म अब बाइकमा भेटौँ होइन सियु गाइस त्यही होइन पेट्रोल सेट्रोल पनि हाल्यो अनि गइँदैछ यो नयाँ स्विच हाल्यो होइन हेडलाइटको त्यो भित्रको बल्ब चाहिँ चेन्ज गर्न लागेको थियो त्यो बल्ब चाहिँ मैले चेन्ज गरिनँ त्यही हो अब चाहिँ म चाहिँ घरतर्फ लाग्दिन्छु
होइन के गाइज आज सन्डे अब घर सर जान्छु ओर्छु अनि बाइक धोइदिन्छु होला अनि राखिदिन्छु गाइज होइन त्यही हो आज आइतबारको दिन पनि यत्तिकै सकिएको बिर्ताबाट आएर ओरेरै होइन सो त्यही हो अघि बिहान पनि बाइक धुएँ होइन अब अहिले फेरि गएर ओरेर अब फेरि धुनु किनकि नबनाउनुको धुँदाको अर्कै मजा बनाइसकेर धुँदाको अर्कै मजा अनि आज फेरि नयाँ सिट कभर छ हो लुक्सै दामी अघि देखिहाल्नु भएन लुक्सै दामी त्यही हो अब लुक्स दामी आएर चाहिँ हाइट पनि थोरै बढेको छ यो सिट कभरले गर्दाखेरि चाहिँ गाइज त्यही हो अब यहाँ दिपज्योतिमा चाहिँ धेरै जस्तो छ यहाँ सेक्समा बसिरहेको भएको हुन्छ माम्सहरू भएन भने बाल्ने भएन म फर्काइदिइहाल्छु र अनुकृत दाईलाई मैले देखेको थिएँ सरी अनुकृत दाई म चाहिँ यहाँ भ्लगमा बोल्नुको अलिकति कारणले हुँदाखेरि चाहिँ मैले हजुरलाई ध्यान दिनु सकिनँ सो त्यसको लागि म क्षमा माग्छु एलेक्स भाइलाई यहाँ देख्दैछु म त्यही हो अब घर जाने हो अनि सुत्तिने हो काम छैन के गर्नु गाई आमा बाबा पनि हुनुहुन्न त्यही हो अघि ब्याङ्कमा कामहरू थियो र भ्लगमा के देखाइराख्नु त्यो ब्याङ्कसँगको कामहरू भनेर सो मैले त्यो भ्लग सकहरू गरिनँ ब्याङ्कको कामहरू सक्यो अरे अनि त्यही अनि बाइकको काम सकेर अनि घर फर्किदिएको यहाँ हाम्रो ब्रदरले चाहिँ हल्का यो गरिदिनु भएको छ होइन थ्याङ्क यू हाम्रो ब्रदरलाई मेरो च्यानल हेरिदिनुहुन्छ भने हामी चाहिँ अहिले जाँदैछौँ घरतिरै लुक्स दामी हान्दैछ अब यहाँ महिषासुर आउनु खोज्दैछ महिषासुरलाई चाहिँ म फेरि नो उयो डिस्टर्ब महिषासुरले यसरी ओभरटेक हान्छ नि यहाँ आएर झ्याप रोकिदिनु खोज्छ क्या बरु पछाडिदेखि नै स्लोमा आएको अरूलाई गाह्रो हुँदैन नि त होइन ओभरटेक गर्दा नि राइट वेमा ओभरटेक गर भन्दा एक्सिडेन्ट हुने चान्स पनि कम्ती हुन्छ क्या सन्डे हो या मन्डे र म चाहिँ घर आइसकेँ बाइक यहाँ किन भन्दाखेरि धुनु सिधै र मेरो बाइकको म लुक्सदेखि टुक्स देखाउनु खोज्छु कस्तो सही छ क्या दामी देखिन्छ क्या सुमाउँदै लगत्तै मेरो कोको यो चाहिँ मेरो प्यारी हो होइन कोको आइज या यो चाहिँ ओभर ह्याप्पी यहाँ सोफामा कोको यहाँ छिटो यहाँ यस द्याट्स माई गर्ल यस्तो माया लाग्छ नि यसको मलाई यस्तो माया लाग्छ नि यो र म मात्रै हुन्छौँ क्या अब घरमा पनि होइन सेले अघि खाएछ त पनि खायो होला होइन त्यही हो पन्जामा दुलो परिरहेको छ खासमा त्यसकै काम हो बिहान पन्जा भेटेपछि यहाँ खुसी भइरहेको छ यो यसरी ह्याप्पी हुन्छ अहिले नै हानिदिनु खोज्छ अनि यो त कसरी यसले नहानेको होला र त्यही हो गाइज होइन सो गाइज यु क्यान सी होइन यस्तो देखिरहेको छ मेरो बाइक बबाल फिलिङ गुड होइन त्यही हो अब अलिकति त्यहाँनिर अघि मैले उयोहरू गर्दाखेरि उयो गरेको थिएँ अब हल्का वास गर्नुपर्छ यसलाई यसबाट काम त पैसा जानु बाइक बबाल भइहाल्यो नि यति भएपछि सक्छ त अनि गाइज त्यही होइन म चाहिँ घर आइपुगेँ इट्स टाइम टु गेट होम होइन अब त्यही हो यस्तै भयो अरे आज भ्लगमा हेरिहाल्नु म यस्तैको चलखेल म यस्तैसँग घुम्यो अरे र मैले गरियो अरे होइन अब यहाँ लक्ष्य ढोका म खोल्छु होइन किनभने एउटा यस्तो पन्जा बोकिरहेको छु त्यही हो गाइज सी यु अन नेक्स्ट भ्लग check it out. Woo!